अन्तत फिफा पनि प्रेसरमा आएर गोल्डन बल त रोड्रीलाई नेपाली टोल कप विशेषज्ञहरूले के भन्ला फेरि सोसियल मिडियामा के लेख्ला फिफा त करप्टेड हो यो गेम सबै रिग्ड हो अर्जेन्टिनालाई फेभर गरेर मेसीलाई फेभर गरेर फाइनल पुर्यायो भनेर भन्छ झन् जितायो भने गोल्डन बल दियो भने के भन्ला भनेर लास्टमा त रोड्रीलाई रे खेलेको आउट अफ 8 गेम्समा 5वटामा त म्यान अफ द म्याच अनि 8 गोल्स 4 असिस्ट अनि क्रुसल म्याचमा चाहिँ एकदमै कमब्याक गर्ने गोल र अनि असिस्ट गरेर अनि सबभन्दा धेरै बिग चान्सेस क्रिएट गर्ने अनि सबैभन्दा सक्सेसफुल ड्रिबल लास्टमा आएर त गोल्डन बल त रोड्रीलाई स्पेनको कुबार्सीको कुरा यामलको कुराहरू भइरहेको थियो रोड्रीको त नामै थिएन अब पेड्रो पोरोले बरु क्रुसल गोल हानिरहेको थियो लास्टमा आएर त अब गोल्डन बल त रोड्रीलाई नै अब जोस् नेपाली टोलको विशेषज्ञहरूको पहुँच चाहिँ खतरै रहेछ